झरेपछि इन्द्रेणी हेरेर बाहिर निस्किनु भयो होइन दिमागमा के खेलिरहेको छ झरेपछि इन्द्रेणी हेरिसकेपछि बाहिर निस्किँदा एज अ एउटा आर्ट फिल्डमा भइसके पछाडि होइन जहिले पनि अडियन्सबाट एक्सपेक्टेसन्स पनि हुन्छ के सही के गलत भनेर चाहिँ एउटा मार्ग निर्देश होस् होइन दिशा निर्देश होस् भनेर त्यो हाम्रो दायित्व पनि होला एउटा इतिहासलाई दस्तावेजको रूपमा राख्न सक्नु र भविष्यमा यस्तो हुन्छ भनेर एउटा प्रिडिक्सन गर्न सक्नु र प्रेजेन्ट कन्टेक्स्ट चाहिँ यस्तो छ अहिलेको वर्तमान परिस्थिति यस्तो छ भनेर भन्न सक्नु होइन यो फिल्मले सबै चिजहरूमा अब्बल छ यसले चाहिँ नेपालको वर्तमान परिवेश कस्तो छ यो कुन मार्गतिर उन्मुख छ यसले भोलि के हुन्छ भनेर धेरै चिजहरू औँलाएको छ धेरै चिजहरू यसले चाहिँ भन्छ र धेरैजनाले यसलाई चाहिँ रिलेट गर्न सक्नुहुन्छ नयाँ चिज भनेर चाहिँ मोस्टली फिल्म हेर्दाखेरि चाहिँ हामीहरू हिरो हिरोइनसँग एसोसिएट गर्छौँ होइन त्यो पात्रसँग हामीहरू कनेक्ट हुन्छ होला यो फिल्ममा चाहिँ सायद नेपालमा धेरैजनाले चाहिँ त्यो भिलेनहरूसँग कनेक्ट गर्नुहुन्छ होला किनभने कहीँ कतै मैले पनि यस्तै गल्ती गरिरहेको छु कि कहीँ कतै म पनि यस्तै हुन्छ नि देशलाई खोक्रो बनाउने हरकतमा लागिरहेको छु कि पैसा कमाउनु नराम्रो होइन समृद्धि हुनु सम्पन्नता हामी सबैलाई ड्राइभ गर्ने फोर्स हो तर त्यो राइट ट्र्याकबाट आइरहेको छ कि छैन भनेर आफूलाई क्वेसन गर्न बाध्य बनाउँछ यो फिल्म जस्तो लाग्छ कतिको तपाईँलाई साँच्चै एउटा पार्टमा चाहिँ रिलेट भयो जस्तो लाग्छ नि तपाईँ पनि बाहिर जान खोज्नु भएको होइन म त एकछिन भर्खर हाम्रो विमोचन होइन ऊ भाइ जस्तो पनि लागिरहेको थियो मैले घरमा त्यस्तो अनसन पनि गराएको छु झगडा पनि गराएको छु होइन अनि त्यसपछि कतै त्यो सचिव जस्तो पनि लाग्छ किनभने म फाइट पनि गरेर हिँडिरहेको छु त्यो फेजमा चाहिँ त्यो नोस्टाल्जिक भयो एक हिसाबले रिकल गराएको जस्तो फिल भयो मलाई पाण्डेजीको काम कस्तो लाग्यो हाम्रो डेब्यू फिल्म हो यो हजुर एज अ डिरेक्टर पनि राम्रो लाग्यो एज एन एक्टर पनि उहाँले पर्फर्म गर्नुभएको छ एकदमै रिलेटेबल लाग्यो मलाई चाहिँ सो फिल्मको समग्रमा भन्नुपर्दा अझै पनि म कति सिनहरूबाट ओभर नै हुन सकेको छैन के कति समसामयिक विषयवस्तुलाई यस्तो मजासँग उहाँले प्रस्तुत गरिदिनु भएको छ त्यसको लागि एकदमै थ्याङ्कफुल छु अनि अब वर्ड अफ माउथ एकदमै राम्रो भइरहेछ फिल्मको कलाकारहरूले पनि एकदमै राम्रो काम गर्नुभएको छ लाइक हि सेड होइन प्रभाव हो फिल्म भनेको कस्तो प्रभाव पार्छौँ भन्ने र अहिलेको समसामयिक विषयवस्तुलाई यस्तो मजासँग ट्रान्सपेरेन्ट रूपमा उहाँले देखाइदिनु भएको छ अनि त्यो विदेश जाने कुरालाई पनि रियालिटी चेक दिनुभएको छ क्या स्टुडेन्टहरूलाई एक्ज्याक्टली के हुन्छ त कस्तो कस्तो कुराहरू फेस गर्नुपर्छ साथसाथै विदेश जाने त गइहाल्छ नि तर यहाँ परिवार पनि त छुट्छ नि त परिवारलाई कस्तो परेको हुन्छ त्यो अनि परिवारको सम्बन्धलाई पनि एकदम मिठो तरिकाले देखाइदिनु भएको छ ओभरअल इट्स अ फुल प्याकेज अनि भेरी इमोसनल मुभी अनि हजुर सो ब्युटिफुल मुभी प्रदीपजी यस्तै क्यारेक्टरमा एउटा हुन्छ नि देशमै भइरहेको घटनामा आधारित रहेर राजनीतिमै केही यस्तो फिल्म चाहिँ गर्न मन छ छैन हजुरलाई मन छ नि डेफिनेटली नयाँ नयाँ चिजहरू एक्सपेरिमेन्ट गर्न नयाँ नयाँ चिजहरूमा आफूलाई त्यसको पार्ट बनाउन पाउँदाखेरि त डेफिनेटली मन छ तर जहाँ बने पनि जे बने नि नेपाली फिल्म क्षेत्रकै एउटा योगदान हो नेपाली जनतालाई झकझकाउने त्यसमा पनि गौरवान्वित छु हाम्रै टिम हो अब भन्यो भने हाम्रो पाण्डे अर्जुन दाईहरू सकिगोनीकै टिमहरू हो उहाँहरू होइन त्यही भएर मलाई त खुसी लाग्छ कसै न कसैले त ट्राई त गरिरहनुपर्छ कलाकारले सपोर्ट गर्नु भनेर उहाँको गुनासो थियो कि त्यही सपोर्टलाई पुरा गर्न आउनु भयो कि होइन यो फिल्म चाहिँ एक्चुअली हेर्नुपर्छ है यति राम्रो हुन्छ नि रिभ्यू आइरहेको भयो मैले त धेरै सुनिरहेको थिएँ फिल्मको बारेमा त धेरै सुनेको फिल्मले चाहिँ त्यो अस्तिको जेनजी आन्दोलनको बारेमा कुरा गरिरहेछ कसरी हाम्रो देशभित्रभित्र खोक्रो भइरहेछ ब्युरोक्रेसीको कुराहरू फ्यामिलीको कुराहरू ब्रेन ड्रेनको कुराहरू होइन सबै चिज तर यसरी ब्लेन्ड भएर आएको छ कि त्यो चाहिँ डिरेक्सनको त्यो राइटिङको एकदमै ब्युटिफुल्ली रिटन फिल्म स्क्रिप्ट छ है धेरैजनाले रिलेट गर्न सक्नुहुन्छ अरे यार यो त हाम्रै घरको कथा यो छोराले गरेको हरकत त मेरै छोराले गरिरहेछ होइन अनि त्यसपछि जसले पनि करप्सन गर्न चाहिँ अब जसले पनि गर्छ अर्गेन गर्छ मैले पनि गरिहाल्छु नि के फरक पर्छ र भन्ने सोच्नेहरूले पनि त्यहाँ सोच्न बाध्य बनाउँछ भोलि तपाईँले जुन सन्ततिको लागि जुन पुस्तालाई चाहिँ एउटा सम्पन्न एउटा लाइफस्टाइल दिन्छु भनेर गरिरहनु पर्छ भोलि उनीहरूले धिक्कार्ने बेला आउँछ भोलि उनीहरूले नै गाली गर्ने बेला आउँछ होइन त्यो सबै आफूलाई झकझगाउने फिल्म छ सबैले रिलेट गर्न सक्नुहुन्छ छरछिमेकी आफन्त परिवार जम्मै चिज सबैजनाको काम एकदम राम्रो छ हाम्रो एज अ क्यारेक्टर्सहरू होइन कसरी पुच्छरले जिउ हल्ला हाँस्दो त्यो पिउनले कसरी अध्यक्षलाई घुमाउँछ होइन अनि कसरी हाम्रो पुलिस प्रशासनहरू कसरी भित्रभित्र चाहिँ काम गर्न चाहेर पनि गर्न नसकिरहेको चिजहरू पनि देखाउँछ एकदमै राम्रो छ सबैजना राम्रो सबैजना नराम्रो भन्ने हुँदैन तर राम्रोलाई कसरी हामीले प्रमोट गर्ने उत्थान गर्न सकिन्छ भन्ने धेरै चिज छ आएर हेर्नै पर्छ कहिले चाहिँ नचाही घुस खानु भएको छ घुस त्यसरी चाहिँ नचाहिँ भन्ने त होइन बरु अलिअलि मम्मीलाई फकाएको होला होइन त्यस्तो त छैन
देशलाई असर पर्ने गरेर आफूलाई असर पर्ने गरेर परिवारलाई असर पर्ने गरेर चाहिँ खाएको छैन हजुर प्रतिभा तपाईँ केही समय अगाडि नखुदानु भएको थियो होइन नखुजाने बित्तिकै रवि दाई पनि छुट्टिनु के रहस्य थियो त्यसमा चाहिँ अलिकति सुनौँ न तपाईँको ठुलो हात छ भनेर नकुदामा सधैँ जान्छु त्यो त बाटै हो मेरो घर जाने बाटै हो त्यो होइन त्यहाँबाट मेरो घर 3-4 मिनटको फरकमा पर्छ कारागारको विषयमा चाहिँ रवि दाईसँग चिन्जान भएको धेरै भयो मेरो 12-15 वर्ष हुन्ला होला म फिल्ममा आउनुभन्दा अगाडि पनि हो एउटा फोटो याद गर्नु भयो कि भएन रवि दाई यसो त्यो वर्ल्ड रेकर्ड राखेर खिच्नु भयो हालमा साइडमा यसो भयो त्यतिखेर मैले फिल्महरू केही पनि खेलेको थिइनँ मैले चाहिँ रवि दाईले त्यो ऐतिहासिक सफलता वर्ल्ड रेकर्ड राखिसके पछाडि चाहिँ दाई फोटो खिचौँ न भन्ने आँट पनि थिएन मसँग मैले चाहिँ त्यो बेला पनि म खास नेपाल टिभी काम गर्थेँ न्युज 24 चाहिँ अरू उहाँहरूले चाहिँ त्यसमा गर्नुभएको थियो अनि कसैले यस्तो रेकर्ड राख्दैछ अरे वर्ल्ड रेकर्ड राख्दैछ अरे नेपाललाई चाहिँ संसारमा चिनाउँदैछ अरे भन्ने थाहा पाएपछि म चाहिँ त्यहाँ त्यसको साक्षी बन्न गएको म चाहिँ त्यहाँनिरको प्रत्यक्षदर्शी बन्न गएको होइन मलाई चाहिँ यस्तो खालको चिजहरूले चाहिँ एकदम फ्यान्टेसी गर्छ होइन यस्तो चिजले चाहिँ एकदम फेसिनेट गर्छ त्यो बेलामा रवि दाईलाई मैले चिने पनि थिइनँ म उहाँलाई फोटो खिचौँ भन्ने आँट गर्न पनि सक्दिनँ थिएँ तर म गएर साइडमा फोटो खिचेँ त्यो फोटो मसँग पनि थिएन अरू कसैले पोस्ट गर्नु भएको र अहिले वर्तमान सिचुएसनमा पनि देशमा फेरि उहाँ केही नयाँ गर्छु भनेर आउँदै गर्दाखेरि चाहिँ साथ दिनुपर्छ नट जस्ट मैले हामी सम्पूर्ण नेपाली जनताले चाहिँ फेरि साथ दिनु पनि भएको छ है यो 62-63 पनि नयाँ चिजलाई नै साथ दिनु भएको हो जहिले पनि कोही कसैले चाहिँ म परिवर्तन गर्छु भनेर आउनुहुन्छ भने परिवर्तनलाई नेपाली जनताले साथ दिनुभएको छ फेरि पनि दिनुहुन्छ होला जस्तो अहिले पछिल्लो समय होइन तपाईँ राम्रो विश्लेषण पनि गर्नुहुन्छ होइन भालेन र रविको मिलनको कुराहरू पनि आइरहेछ होइन यसलाई चाहिँ कसरी हेर्नु भएको छ त्यो अपरिहार्य छ त्यो मिल्नुहुन्छ जस्तो पनि लाग्छ उहाँहरूको मेरो विचारमा मन मिलिसकेको छ होला अब समाचार आउनु मात्र बाँकी होला त्यस्तो केही छैन मिल्नै पर्छ नमिल्ने कुरा छैन किनभने जसुकै जेसुकै भए पनि एउटा कमन गोल त एउटै चिज त छ नि देशको समृद्धि देशको विकास त्यही त हो नि दुवैजनाको इन्टेन्सन होइन अप्रोच अलग अलग होला तर इन्टेन्सन त एउटै छ भने चाहिँ सुनर रिलेटेड एउटा पोइन्टमा त आइहाल्नुहुन्छ अब हाम्रो देशको परिस्थिति अनुसारले हाम्रो जस्तो संविधानको संरचना छ त्यो संरचनामा त पार्टीगत संरचनाहरू चाहिन्छ देशभरि होइन बालेन एकदमै पपुलर एकदमै सबैले ट्रस्ट गरेको इन्डिभिजुअल हुनुहुन्छ त्यस्तै रासोमा पनि एउटा सङ्गठन छ संस्था छ जसलाई सबैले आस्था राख्नु भएको छ अनि त्यही हो अब दुईजना एकै ठाउँमा आउनु भयो भनेदेखि त 1+1 2 होइन 1+1 11 हुन्छ हस् थ्याङ्क यू सो मच हजुरलाई र एक लोगोको लागि बेस्ट हस् थ्याङ्क यू सो मच